आदर दर्शक सम्पूर्णमा नमस्कार। म पूर्ण किर्ङतर्फबाट तपाईलाई म आज यो फालेन गाउँपालिका वार्ड नम्बर 2 जोरपाटी जुन ओमकारेश्वर वैदिक गुरुकुल मन्दिरको सरसफाई साथै सिँढी निर्माण र विभिन्न प्लास्टरका कामहरू गरिरहेको भिडियो देखाउँदैछु, हेर्नुहोला। यस काममा मन्दिरको सचिवले पनि यसरी सरसफाई गर्दै हुनुहुन्छ। त्यसैगरी विभिन्न श्रम गर्ने सम्पूर्ण श्रमदाताहरूले पनि यहाँनिर सबै काम गर्दै हुनुहुन्छ। कोहीले बालुवा मुछ्ने काम भने कोहीले सरसफाई गर्ने काम। र हामीले आज चाहिँ यहाँ जुन सिँढीको लागि प्लास्टर साथै ठेसगारोको लागि बाहिरी भागको हामीले प्लास्टरको कामहरू गरिरहेको छौँ। मन्दिरको सचिव खटिराख्नु भएको छ, तपाईँले हेर्न सक्नुहुनेछ आदरणीय दर्शकबिन। र हामीले दैनिकै हामीले श्रमदान गर्न त सकेका छैनौँ, तैपनि महिनामा 1 तालसम्म नहुँदा पनि कहिलेकाहीँ 2 तालसम्म चाहिँ हामीले विभिन्न निकायमा श्रमदान गरिरहेको भिडियोहरू मैले तपाईँहरूमाझ अपडेट गरिरहेको छु। आदरणीय मेरो फेसबुकका आदरणीय गुरु मित्र सम्पूर्णमा मैले भिडियो देखाएको छु। यसै चाहिँ ओमकारेश्वर मन्दिरकै गुरुजी हुनुहुन्छ, उहाँ हेर्दै हुनुहुन्छ। उहाँले पनि केही काम गर्दै हुनुहुन्छ। र सम्पूर्ण मेरो दर्शकबिन, सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, समाजसेवी लगायत सम्पूर्णमा मैले यो भिडियो श्रमदानको भिडियो सार्वजनिक गरिराखेको छु र हेर्न सक्नुहुनेछ। केही पनि गर्न सकेका छैनौँ, बजेटबाट मात्रै सबै कार्य सम्पन्न हुन्छ भन्ने हाम्रो बुझाइ छैन कि हामीले श्रमदान मार्फत पनि विभिन्न कार्यहरू चाहिँ सम्पन्न गर्न सक्छौँ। यानि कि योभन्दा अगाडि हामीले प्रधानमन्त्री रोजगार अन्तर्गत चाहिँ तपाईँको यो सिँढी मार्ग, यो माथिको सिँढी मार्ग, पैदल मार्ग, त्यसै गरी यहाँदेखि तलका पैदल मार्गहरू निर्माण गरेका थियौँ। यहाँ हामीले 70% भन्दा माथि हामीले श्रमदान गरेर यो कार्य सम्पन्न गरेका थियौँ भने यहाँको बजेट सिँढी मार्ग र यसै ओमकारेश्वरको यो वालको काम, त्यसै गरी सिँढीको काम गरी हामीले 3 लाखमा 70% श्रमदान गरेर यो हामीले यहाँसम्म ल्याइपुर्याएका हौँ। त्यो भिडियो पनि राखेँ। यहाँनिर काम धमाधम भइराखेको छ। हेर्न सकिन्छ पूजा गर्ने ठाउँहरू। योभन्दा अग्रजबाट यो सम्पन्न गरेको हाम्रा पितृपुर्खा कतिपय हुनुहुन्छ पृथ्वीमै भने कतिपय चाहिँ तपाईँको परलोक भइसक्नु भएको छ, उहाँहरूले स्थापना गर्नुभयो। यानि कि हामीले त्यसलाई सरसफाइ काम र अन्य कामहरू गरिरहेको भिडियो देखाउँदैछु आदरणीय दर्शकबिनहरू। र यो सिँढीको काम हामीले गरिराखेका छौँ, यो भिडियो देखाएँ। सिँढी जुन मन्दिरको भित्र परिसरमा जाने सिँढी हो यो। र यसरी हामीले काम गरिराखेका छौँ। मन्दिरको भागमा सम्पूर्ण श्रमदाताहरूले काम गरिरहेको भिडियोहरू देखाउँदैछु। निस्वार्थ हाम्रो श्रमदान छ। यति बेला हामीले खाजा चिया खाने व्यवस्थाहरू गरेका छौँ। काम गर्दै जाँदाखेरि हाम्रो खाजा चियाको व्यवस्थापनहरू ढिलो हुन पुग्यो र कामको रफ्तारले गर्दाखेरि र अध्यक्ष पनि हुनुहुन्छ यस्तो काम गरिरहेको भिडियो देखाएँ। बडार कुडार गर्दै यो कामको बारेमा जुन जापानको भाइरल तरिकाले लाइक कमेन्ट शेयर सब्सक्राइब वडाकारलाई लगायत अन्य सरसफाइ गरेको भिडियोहरू हामीले हेर्न पाएका थियौँ। त्यसै गरी यो ओमकारेश्वर वैदिक गुरुकुल मन्दिरको बारेमा चाहिँ तपाईँ श्रमदान गरेको भिडियो पनि देखाएँ। र हामीले श्रमदान मार्फत गरेका कामहरूलाई चाहिँ देखाएँ। भिडियो मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु।